नमस्कार। आज चाहिँ मैले नेपालको यातायात सम्बन्धी चेन्जेस भइरहेको कानुनहरूको बारे केही कुरा गर्नुलाई चाहिँ म यहाँ अहिले आएको छु हैन। विशेष गरेर चाहिँ तपाईहरुलाई चाहिँ म नेपालको कानुन जसरी परिवर्तन भइरहेछ अहिले पेनल्टी सिस्टममा, यो नेपालीहरूको लागि एउटा गुड न्युज हो। अनि अर्को कुरा चाहिँ म के भन्छु भने तपाईहरुलाई जति पनि कानुनहरूले नै मान्छेलाई ठिक ठाउँमा हिँडाउँछ मैले बुझेअनुसार चाहिँ। त्यसकारणले यसमा चाहिँ यो जुन जुन कानुनहरू छ, पेनल्टीहरू छ, तपाईँ अनुसार हुन्छ। तपाईले 1 करोडै पेनल्टी गरे पनि यदि तपाईँ चाहिँ त्यो कानुनको परिधिमा हिँड्नुहुन्छ भने तपाईले त्यो कहिल्यै पनि त्यो पेनल्टी तिर्नु पर्दैन, पर्दैन त्यो। त्यसकारणले म के भन्छु भने चाहिँ थप यो जुन कानुन आउँदैछ ड्राफ्ट अहिले मान्छेले न्युज पनि खेलाएर छ, यसमा केही थप मेरो कुराहरू। त्यो भन्दा पहिले चाहिँ म अलिकति ड्राइभिङ सम्बन्धी स्टडी गरेको हुनाले मैले चाहिँ युरोपको लार्जेस्ट ट्रान्सपोर्ट स्कुलमा अध्ययन गरेको हुनाले चाहिँ आजभन्दा 30 वर्ष अगाडि हैन अलिकति ज्ञान पनि छ। त्यसकारणले मैले अलिकति यो मेरो ज्ञान बाँड्दै प्लस तपाईहरुलाई चाहिँ यसमा केही कानुन अझै मजबुत गर्दै यसमा केही थप गर्नु होला भनेर अनुरोध गर्दै नेपाल सरकारलाई। जस्तै तपाईहरुलाई एउटा म धेरै कुरा छ, त्यसमध्ये पनि इम्पोर्टेन्ट एउटा विशेष गरेर तपाईँ अनि प्यासेन्जरहरू जस्तो प्यासेन्जरहरू बोकेर हिँड्ने ड्राइभरहरूको लागि एउटा कर्नरिङ फोर्स भन्ने एउटा शब्द छ। त्यो कर्नरिङ फोर्स भनेको कुरा चाहिँ के हो भनेदेखि तपाईको एक्जाम्पल, तपाईँ एउटा घुम्तीमा सधैँ 45 एमपिएस 40 to 45 मा घुम्नु हुँदै थियो सधैँ। तपाईको प्यासेन्जर सधैँ 15 जना थियो माइक्रो बसमा, तर त्यो दिन तपाईको प्यासेन्जर 21 जना भयो, लानै पर्ने भयो, मान्छेहरू भेट्टाउनु भयो, नलगी भएन, इमर्जेन्सी भयो, 21 जना लाउनु। तपाईलाई थाहा छ त्यो घुम्ती 1000 चोटि हिँड्नु भएको छ, सधैँ तपाईले त्यो घुम्तीमा चाहिँ 40 to 45 एमपिएसमा घुम्नुहुन्छ, तर तपाईलाई थाहा छैन कि तपाईको काल आज आइसकेको छ। किन 21 जना बोक्नु भएको छ? कसरी भन्दाखेरि कर्नरिङ फोर्स भनेको चाहिँ तपाईँ सधैँ 15 जना बोकेर त्यहाँ 40-45 एमपिएसमा घुम्नुहुनेछ भने आज तपाईले 40-45 मा घुम्नु भने तपाईँ माथि पुग्नु, तपाईँ प्लस 21 जना प्यासेन्जर। किनभने कर्नरिङ फोर्स भनेको चाहिँ यस्तो हो कि तपाईको घुम्तीमा चाहिँ तपाईको गाडीको वेट अनुसार तपाईको स्पिड म्याच भएन भने तपाईको गाडी बाटो मुनि खस्छ है। यसको मतलब तपाईले चाहिँ आज चाहिँ गाडी तपाईले 30 to 35 एमपिएसमा घुमाउनु पर्ने छ, तपाईले 40-45 मा घुमाउनु भने तपाईको गाडी चाहिँ आज घुम्नेवाला छैन। त्यो वेटको फोर्सले चाहिँ तपाईलाई चाहिँ स्विङ गरेर त्यो घुम्तीमा ओह्रालो झार्ने छ, यसलाई भन्छ कर्नरिङ फोर्स है। अनि अरु ब्रेकिङ डिस्टेन्स स्पिडहरु त कति छ कति त्यो पढ्नेलाई मात्रै थाहा हुन्छ है। म के भन्छु भने नेपालमा पेनल्टीको सिस्टम छ, तपाईले गल्ती नै नगर्नुहोस् न, गल्ती नगर्नुहोस् न, पेनल्टी पर्दै पर्नुहुन्न। जस्तो म एक्जाम्पल, यहाँदेखि म लन्डन जानुलाई 450 किलोमिटर छ है। 450 किलोमिटर हिँड्नुभन्दा अगाडि मैले सम्पूर्ण मेन्टल्ली प्रिपेयर हुन्छु, म चाहिँ यति केयरली चलाउँछु भनेर। किनभने यदि मैले लापरवाही चलाएँ भने म आधी बाटोबाटै मेरो लाइसेन्स, पेनल्टी, पैसा तिर्ने लाइसेन्स छुस हुन्छ। दुईटा क्यामेराको निगरानीमा म हिँडिरहेको हुन्छु, एउटा मेरो स्पिड हेरिरहेको हुन्छ क्यामेराले, अनि मैले पनि स्पिड हेरिरहेको हुन्छु। किनभने मलाई थाहा छ नि त क्यामेराले पक्रेपछि पेनल्टी तिर्नुपर्छ, लाइसेन्स पनि जान्छ धेरैचोटि पक्रे पर्यो भने। प्लस अर्कोतिर पुलिसले मलाई मेरो बाटोमा हिँड्ने एक्टिभिटी क्यामेराबाट हेरिरहेको हुन्छ, कुनै डेन्जर कुदाउँदैछु कि के हो, लाइन मिच्दैछु कि अरूले डिस्टर्ब गर्दैछु कि भनेर। त्यो गऱ्यो भने पनि मलाई पुलिसले पुल आउट गरेर लाइसेन्स ह्यान्डल खोजेर चाबी खोजेर म लन्डन होइन मामा घर पुग्छु। त्यसकारणले कानुन छ भने मात्रै मान्छे, कानुनले मान्छे बनाउने हो है। त्यसकारणले अझै यो कानुनलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ, अझै यसमा थप कानुन मैले के गर्नुपर्छ भनेर नेपाल गभर्नमेन्टलाई चाहिँ अनुरोध के गर्छु भने अरू कानुन के गर्नुपर्छ भने यसमा चाहिँ कुनै पनि ड्राइभरले गल्ती गरेर, चाहे ओभरटेक गरेर, चाहे अब जे गरेर गल्ती गर्छ र एक्सिडेन्ट गर्छ भने त्यो मान्छेलाई एकचोटिलाई पोइन्ट काट्ने, दुईचोटि फेरि त्यही मान्छेले गल्ती गर्छ भने र एक्सिडेन्ट गर्छ भने त्यो मान्छेको लाइसेन्स 5 वर्ष रेस्ट्रिकेट गरिदिने, 5 to 10 वर्ष पेनल्टी त दिनै पर्छ।
त्यसो गर्दैपछि के हुन्छ भने हरेक मान्छेले आफ्नो रेस्पोन्सिबिलिटी, मैले त यदि गल्ती गरेर एक्सिडेन्ट गरेँ भने मेरो लाइसेन्स जान्छ। अब उसले हरेक ठाउँमा कन्सल्टेसन दिन्छ, ध्यान दिन्छ क्या, म गल्ती गर्नुहुन्न, ओभरटेक पनि यहाँ मैले गरेँ गल्ती गर्ने म जान्छु भन्ने कुराहरू हुन्छ। यो कुरा पनि गर्नु पऱ्यो है। यो लाइसेन्स खारेजको काम तुरुन्त गर्नु पऱ्यो, किनभने हामी हरेक दिन 7 जना मान्छे मर्छौँ, हजारौँजना अङ्गभङ्ग हुन्छौँ। त्यही 7 जनाभित्र हामी तपाईँ छौँ नेपालीहरू है माथि जानुलाई क्युमा। र त्यो हजारौँजना अङ्गभङ्ग भएर बसेको पीडा त सुन्नु भएको छैन होला कतिले, तर त्यो अङ्गभङ्ग भएर तपाईँ बस्नुपर्ने पनि तपाईँ क्युमा छौँ। त्यस कारणले हामीले यो यातायात सम्बन्धी, गाडी सम्बन्धी, ड्राइभिङ सम्बन्धी अति नै जरुरी थियो। यो मैले 20 वर्ष अगाडिदेखि चाहिँ म चाहिँ कराउँदै आएको हो। यो चाहिँ फेर्नुपर्छ, कानुन चेन्ज गर्नुपर्छ भन्नेमा एकजना म पनि हो। त्यस कारणले चाहिँ हामीले आफ्नै जीव धनको सुरक्षाको निम्ति कम्प्रोमाइज नगरौँ, आर्ग्यु नगरौँ। सरकारलाई अझै एडभाइस दिउँ, सहयोग गरौँ। यसमा के थप गर्नुपर्ने, घटाउने होइन, थप गर्नु पऱ्यो अझै कुराहरू हामीले। किनभने तपाईँ हामी सबै क्युमा छौँ क्या, क्युमा मर्नुको लागि, अङ्गभङ्ग हुनुको लागि। त्यस कारणले जसले अल्कोहल गरेर गाडी कुदाउँछ त्यसको पनि लाइसेन्स 5 वर्ष छुस। र अर्को कुरा, इन्सुरेन्स बेगर कुनै पनि गाडी कुदाउँछ भने त्यो मान्छेको लाइसेन्स भए पनि लाइसेन्स छुस। लाइसेन्स नभएको मान्छेले दिएर यदि त्यसले कुदाहाल्यो भने चाहिँ त्यो गाडी कसको हो त्यो मान्छेको लाइसेन्स छुस 5 वर्ष होइन। चोरेर कुदाएको चाहिँ फेरि भयो, चोरेर लगेर कुदाएकोबाट चाहिँ लाइसेन्स हुँदैन। तर उसले जानी दिएको अथवा मागेर दिएको, एकछिन ले भनेर लगेको, इन्सुरेन्स बेगर कुदाएको भेट्यो र पक्राउ पर्यो भने त्यसको लाइसेन्स पनि गयो, दिनेको लाइसेन्स पनि गयो। यो पनि गर्नैपर्छ। र इन्सुरेन्स पनि अनिवार्य गराउनुपर्छ। अनि इन्सुरेन्स पनि यदि इन्सुरेन्स क्लेम भएन, त्यसको त्यो गल्ती थिएन, गल्ती भएको 2टाको इन्सुरेन्स हुन्छ नि, त्यो इन्सुरेन्सले क्लेम गरेन भने फेरि इन्सुरेन्सले गभर्मेन्टले पेनल्टी तिराउनु 5 लाखबाट सुरु। बल्ल इन्सुरेन्स पनि ततिन्छ, इन्सुरेन्सले बनाइ पनि दिनुपर्छ टाइममा। अनि हरेक मान्छेले इन्सुरेन्स गर्नुपर्छ। त्यो इन्सुरेन्स गर्नु भनेको हरेक मान्छे सेफ हुनु हो। त्यस कारणले म यातायात सम्बन्धी चाहिँ आज मैले एउटा सानो कुरा राखेँ। यति भन्दै आजलाई चाहिँ धन्यवाद।